भनिन्छ नि, सोच फराकिलो पार्नुहोस्, जिन्दगी त्यत्तिकै फराकिलो बन्दै जानेछ। नमस्कार, मलाई युट्युब मार्फत हेरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताबिन्दहरूमा हो, हामीले जब सोच फराकिलो पार्छौँ नि, जिन्दगी त्यत्तिकै नै फराकिलो बन्दै जान्छ नि। भनिन्छ नि, तपाईँ जस्तो सोच्नुहुन्छ त्यस्तै भन्नुहुन्छ। तपाईँ पोजिटिभ सोच्नुहुन्छ, तपाईँ पोजिटिभ भन्दै जानुहुन्छ। तपाईँ नेगेटिभ सोच्नुहुन्छ, तपाईँ नेगेटिभ नै भन्दै जानुहुन्छ है। त्यस्तै हो। जस्तै कसैले मानव चटपटे खाइरहेको छ भने त्यो नजिकमा बस्ने मान्छेको नि मुखमा पानी आइरहेको हुन्छ नि। हो त्यस्तै हो सोच पनि। नेगेटिभ मान्छेको वरिपरि पनि नेगेटिभ जस्तो छ त्यस्तै रहने, नेगेटिभ भन्दै भन्दै जाने रहेछ होइन। जिन्दगीमा हामीले भनेको पोजिटिभ भाइब्रेसन छर्न सक्यो भने मात्र आफू पनि पोजिटिभ भइन्छ र वरिपरिको मान्छेलाई नि पोजिटिभ बनाउन सकिन्छ। हाम्रो समाजमा चाहिँ विभिन्न प्रकारका मानिसहरू बस्छन्। बच्चा बच्ची, युवा युवती, बुढाबुढी, यति समथिङ ती सब पनि त्यो फरक फरक सोच हुन्छ। बालबच्चाको आफ्नै किसिमको, युवाको आफ्नै किसिमको र वयोवृद्धको आफ्नै किसिमको सोच। यो युवाहरूमा चाहिँ मैले देखेको भनेको जस्तै लगभग 3% चाहिँ पोजिटिभ, 25% चाहिँ अलिकति अल्लारे स्वभावको, भने लगभग बाँकी रहेको पर्सेन्टेज चाहिँ आउट अफ माइन्ड भन्छ नि त्यस्तै किसिमको है। त्यो 3%ले त्यो सबैलाई युटिलाइज गर्ने पनि हाम्रो समाजदेखि लिएर हामी सम्पूर्ण एउटा गति लिन सक्छौँ र एउटा सोच परिवर्तन गरेर एउटा छुट्टै खाका कोर्न सक्छौँ र समाज निर्माणमा महत्त्वपूर्ण खुड्किला खेल्न सकिँदो रहेछ। हामीले भनेको एकअर्कालाई दिने भनेको ती यादहरू नै त रहेछन्, ती पोजिटिभ भाइब्रेसनहरू त रहेछन्। तपाईँले जति छर्न सक्नुहुन्छ त्यति नै वृद्धि, तपाईँमा नै ज्ञान वृद्धि हुन्छ र पोजिटिभ भाइब्रेसन बढ्दै जान्छ। तपाईँ मरेर गइसकेपछि तपाईँलाई सम्झिने भनेको तपाईँले दिएका राम्रा बाणीहरूलाई सम्झिन्छ। हुनसक्छ सबै राम्रो मात्र हुन्छन् भन्ने छैन, केही नराम्रा पोइन्टहरू पनि हुनसक्छ है। पोजिटिभ मान्छे पनि केही खराबी हुनसक्छ। जस्तै कि म 100% पोजिटिभ छु, 100% सही छु भन्दा कतै न कतै कुनै न कुनै बासे पुरानो कर्महरूको चाहिँ त्यो एक्कासी निस्किने बानी हुन्छ नि, त्यसले चाहिँ बिगार्दो रहेछ। राम्रो बोल्दा बोल्दै कतिखेर त्यो नराम्रो बानीहरू निस्किरहेको अवस्था सिर्जना हुन्छ। हो, हामीले जिन्दगीमा अघि बढ्ने क्रममा विभिन्न बाधाहरू आउँछन्, त्यो स्वाभाविक हो। हामी एउटा समाजमा बस्छौँ, एउटा परिवारमा बस्छौँ, एउटा सम्बन्ध स्थापना गर्नको लागि। जस्तै कि एउटा घर बन्नको लागि त्यहाँ चाहिने इँटा, बालुवा, सिमेन्ट र काम गर्ने मिस्त्रीहरूको जुन प्रकारको कम्बिनेसन मिल्नुपर्छ नि, हाम्रो परिवार, हाम्रो समाजमा पनि त्यही किसिमको कम्बिनेसन मिल्यो भने मात्र एउटा सही दिशा र एउटा सही गन्तव्य तय गर्न सक्छ। भनिन्छ नि, यदि तिमी सफल बाटो रोज्न चाहन्छौ भने सबैभन्दा पहिला सङ्गत चाहिँ सही बनाउनुहोस् न, तपाईँ सही ठाउँमा तब पुग्नुहुन्छ। हो भन्दै आजलाई यहाँहरू माझबाट बिदा हुन चाहन्छु। फेरि भेटौँला। नमस्कार।